अब हामी ल्वाङतिरको यात्रा होइ के रे कति रिस उठ्यो भैरम र लोहित हामी त्यही उभिन्थ्यो नि हो घटे कति हिँड्नु पर्यो भन्दा फाइनल्ली हामी चाहिँ गाडी भेटेर आज कति धेरै हिँड्नु पर्यो क्या छुट्यो लङ्गौमा फुले फुलेको माथि हो हिमालको काखैमा मन्जरी सँगै डुलेको खै एकचोटि यता फर्किदेऊ मायालु भयो आज हामी बस्ने घर त्यो दामी छ कि ल स्टार्ट मान्छे उज्यालो है मान्छे पनि उज्यालो मन पनि उज्यालो हुक्का तान्दा पनि सरर मेडमले तानेपछि त मैले पनि तान्दै पर्यो ल कसरी सिक्नुहुन्छ त नि यहाँबाट खर्र गर्छु हुन दिनु दामी 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 अनि मुख चुप पकाएर नाकबाट खाल नाकबाट हैन मुखबाट मेडम कस्तो भइरहेछ त नि आजको दिन चलिना कस्तो छ हजुर हेलो अब हामी जाँदैछौँ ल्वाङ गाउँको चिया बगान अनि हामी घुमेर फिर्ता हुनेछौँ हामी खाजा खाएर गएको त्यही भएर गर्मी बढिरहेछ हिँड्न गाह्रो हेलो कान्छीहरू अब चाहिँ हामी फर्किने क्रम